अब धान रोप्ने बेला भयो मल छैन। मल खोज्न कहाँ जाने, सरकारले दिन्न बेलामा। धान रोपिसकेपछि मल छर्नुपर्छ। यो साउनमा मल पाएर कतिखेर हाल्नु नि साउनमा मात्र दिन्छ मल। त्यही भन्छ पाउने हो कि त्यो पनि थाहा छैन। त्यसमा अब पहिला अब 900,000मा पाउने मल अहिले 2025 नदी मल नपाउने अवस्था आउँछ। त्यही पनि पाउँदैन। त्यो दिन्छु भनेर 2025 दिँदा पनि मल पाउनु गाह्रो छ। नमस्कार साथीहरू, आज म भरतपुर महानगरपालिकाको एउटा अर्कै मुहारमा छु। यो हो भरतपुर महानगरपालिकाको खेती योग्य जमिन भएका ठाउँहरू। तर यहाँको किसानहरूसँग आज कुरा गर्दै गर्दा उहाँहरूसँग बस्दा निकै दुःख लागेर आयो। किसानहरू जसले आफ्नो जीवन नै हामीलाई खुवाउनको लागि, उब्जनीको लागि र देशमा कृषिलाई बचाउनको लागि आफ्नो जीवन चाहिँ फाल्दिनुहुन्छ भनौँ न। यसलाई त सेभिङ इन्भेस्टमेन्ट केही पनि नभनौँ। अहिलेको समयमा किसानले आफ्नो जीवन फालिराख्नु भएको छ जुन कुरामा, त्यो कुराको उहाँहरूले मूल्य पाउनु हुँदैन। मल पाउन सकिराख्नु भएको छैन किसानहरूले। नेपाल सरकारलाई म बिन्ती गर्न चाहन्छु, यही मकैको विषयमा कुरा गरौँ। मकैको लागि जति उहाँहरूले मल पाउनु पर्ने हो त्यो पाउनु हुँदैन। मल पाए पनि महँगो किन्नुपर्छ। भरतपुर महानगरपालिकामा धेरै जग्गा छ बाबु, त्यही भएर यहाँ मल पुग्दैन। म गैँडाकोट नवलपरासी गएर मल ल्याउँछु भन्नुभयो। त्यो कतिसम्म दुःख लाग्ने कुरा हो। यहाँ खेती योग्य जमिन छ, सबैलाई थाहा छ। तर यहाँ जति खेती योग्य जमिन छ त्यति नै मल आउनु पर्ने होइन। किन आउन सकेको छैन? यहाँको किसानले कति धेरै उब्जनी गर्छन् भन्ने कुरा हामीलाई थाहा छ। तर त्यसको मूल्य छैन। 600 रुपियाँ किलो आफूले मकै ल्याएर 28 रुपियाँ किलो बेच्नुपर्ने अवस्था छ। यहाँ मकैको मूल्य जम्मा 28 रुपियाँ किलो छ। त्यसमा नेपाल सरकारको ध्यान जानु पर्यो। किसानलाई मार्न पाइँदैन, किसानको पेटमा लात हान्न पाइँदैन। किनकि यही किसानले गर्दाखेरि हाम्रो कृषि अहिलेसम्म पनि नेपाल कृषि प्रधान देश हो भनेर गर्वका साथ भन्न पाउनुको कारण नै यी किसानहरू हुन्। तर यी किसानहरू दिनौँ मल नपाएर, मूल्य नपाएर मर्दैछन्। वडामा मलको लागि सीमित मल ल्याइन्छ, तर वडाले सबैलाई मल दिन सक्दैन। 1 कट्ठा भएकोलाई पनि उति नै मल, 5 कट्ठा भएकोलाई पनि उति नै मल, बिगौँ भएकालाई पनि उति नै मल दिनु यो सही कुरा होइन। यहाँको स्थानीयसँग बुझ्दै गर्दाखेरि त्यो कुरा सुन्नमा आयो। अब यहाँ हामीले एउटा लिस्टिङ गर्नु पर्यो, थाहा पाउनु पर्यो कसको जमिन कति छ र कसलाई कति मल चाहिन सक्छ, कसले कति उत्पादन गर्दैछ, त्यो अनुसार मल विनियोजन गर्नु पर्यो। यी कुराहरूमा नेपाल सरकारको ध्यान जाओस्। आज यहाँ आउँदै गर्दाखेरि ठाउँ ठाउँमा मकै देखियो, हर्ष उल्लास देखियो, हेर्दाखेरि यति रमणीय दृश्य थियो। तर जब किसानसँग 5 मिनट मात्र बसे नि, 5 मिनट बस्ने क्रममा यति दुःख लाग्ने कुराहरू सुन्न पाइयो। किसानको दुःख, किसानहरूले आँखाभरि आँसु लिएर भन्नुभयो अर्काको देश जान मन लाग्दैन, जान सक्दिन, आफ्नो देशमा मूल्य छैन। यो किसानको पीडा हो, तपाईँ हाम्रो पीडा हो। कृपया यस्ता कुराहरूमा अबको सरकारले ध्यान पुर्याओस्। मल हरेक ठाउँमा पुगोस्। मल हालिसकेपछि उत्पादन भएका हरेक उत्पादनको मूल्य पाउन सकुन्। जय देश, जय किसान। नमस्कार।